म कालो छु किनकि मेरो बाबा कालो हुनुहुन्छ, मेरो बहिनी गोरी छ किनकि मेरो मम्मी गोरो हुनुहुन्छ। मेरो बाल्यकाल छिमेकी र आफन्तहरूको मुखबाट बहिनी चाहिँ आमापट्टि गई चाहिँ दाइ चाहिँ बाउपट्टि भनेको सुन्दै बित्यो। तिनीहरूले मलाई इन्डाइरेक्टली काले भनिरहेथे, मेरा बाउलाई डाइरेक्टली। तर मैले आफूले आफूलाई कहिले पनि कालो छु भनेर एक्सेप्ट गरिनँ। गाउँलेहरू चाहिँ मलाई कालो प्रुभ गर्न अनेक जुक्ति लगाउँथे। हाम्रो गाउँमा चाहिँ प्रेग्नेन्ट भएको महिलाले आँप खाइन् भने बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ। गाउँमा जो प्रेग्नेन्ट हुँदा पनि मलाई आँप लिन पठाउँथे, तर मलाई कहिले विश्वास लागेन प्रेग्नेन्ट भएको बेला आँप खायो भने बच्चा गोरो जन्मिन्छ भन्ने कुरामा। तर एक दिन मम्मीले भन्नुभयो तँ पेटमा हुँदा त मैले अगाउजी आँप खान पाइनँ भनेर। त्यसपछि मैले मेरो बालाई हेरेँ, हजुरआमाले नि खासै अगाउजी आँप खान पाएनछन्। त्यसपछि मैले मेरो हजुरबालाई हेरेँ, कुप्री हजुरआमाले त झन् आँपै देखिनछन्। म क्लास 6 मा हुँदा मलाई एउटी म गर्ने साह्रै मन पर्थ्यो। मैले उनलाई स्कुलमा प्रपोज पनि गरेँ। उनले तँ कालीलाई म मन पराउँदिनँ भन्न पनि सक्थिन्, तर उनले त्यसो गरिनन्। उनले मलाई घर फर्किँदा बाटो छेकेर कुटिन्। त्यो घटनापछि म बरु मेरो बासँग फिलिङ एक्सप्रेस गर्न सक्छु, केटीहरूसँग डर लाग्छ। क्लास 7 देखि म विराटनगर बसेर पढ्ने भएँ। त्यति बेला मेरो गाउँबाट विराटनगर एउटा मात्रै बस जान्थ्यो। मलाई मेरा घरकाले बस स्टेसनमा लगेर म कालु यातायातमा चढाए। मलाई पहिलोचोटि बसले रोस्ट हानिरहेछ जस्तो फिल भयो। मैले त्यही दिन आफूले आफूलाई एक्सेप्ट गरेँ म कालो छु भनेर। विराटनगरमा गोरा स्टुडेन्ट मात्र थिएनन्, काला स्टुडेन्ट पनि थिए। तर समस्या चाहिँ के भयो भने गोरा स्टुडेन्टले मलाई अप्नाइरहेका थिएनन्, काला स्टुडेन्टसँग मेरो कुरा मिलिरहेको थिएन। जसो म काला स्टुडेन्टहरूसँग एडजस्ट भएर बसिरहेको थिएँ, एउटा स्कुल प्रोग्राममा उनीहरूले मलाई दोहोरीमा नाचेको देखेँ। त्यसपछि उनीहरूलाई लाग्यो म त आतङ्कवादी हो, अफ्रिकाको सिक्रेट एजेन्ट हो, म त मिसनमा छु। उनीहरूले मलाई देश निकाला गरिदिए। त्यसपछि मैले वैकल्पिक बाटो अपनाउनु पर्यो। मैले बिछडिएकाहरूलाई भेला पारेर आफ्नो ग्याङ बनाएँ। ग्याङमा एउटा बाहुनको छोरो, एउटा मधेसी र म छेत्री थियौँ। हाम्रो ग्याङ झट्ट हेर्दा अन्तर्जातीय विवाह जस्तो देखिन्थ्यो। हाम्रो ग्याङमा मधेसी चाहिँ साह्रै रेसिस्ट थियो। बाहुनलाई मोटेर मलाई काले भनेर जिस्काइरहन्थ्यो। क्लास 9 को कुरा हो, एउटी केटी हाम्रो डेस्कतिर हेरिरहन्थे। हामी तिनैजनालाई मधेसीलाई हेरे जस्तो लाग्थ्यो, किनकि मधेसी मोटो पनि थिएन, कालो पनि थिएन। जुन हिसाबले मेरो बाल्यकाल बित्या थियो, मेरो विचारमा कोही केटीले मलाई मन पराउनु भनेको रावणले रामलाई जारी तिरेर सीता पाउनु जस्तै थियो। असम्भव। तर किराले हिरा खान्छ भन्ने उखान संसारमा बनिसकेको रहेछ। मान्छेहरू हरेक कालेको पनि दिन आउँछ भन्न थालिसकेका रहेछन्। उनले मलाई नै मन पराएकी रहेछिन्। उनको रूपको वर्णन गर्नुपर्दा पातलो शरीर, कोरोना काल भएकाले गम्म मास्क लाउँदा आँखा मात्र देखिन्थ्यो उनको, इनोसेन्ट आँखा, तर मुख चाहिँ साह्रै मिठो छाड्थिन् उनले। उनको खुबी हेर्दा लाग्थ्यो 2-4वटा गाली त उनले साकारलाई सिकाइदिन्छन्। लभ परेपछि उनले मलाई धेरै कुरा सिकाइन्। मैले धेरै कुरा थाहा पाएँ, जस्तै दाँत दिनै माझ्नु पर्दो रहेछ, टाइममा नुहाउनु पनि पर्दो रहेछ, नङ दाँतले भन्दा नेल कटरले काटेको राम्रो देखिँदो रहेछ। यी सबै ज्ञान हासिल गरेपछि मलाई लाग्यो ओसो त मेरो अगाडि केही होइन, ज्ञानको नदी त मैबाट बग्छ। लाइट अफ एसिया अब मलाई भन्नुपर्छ। लभ परेपछि म मेरा भएको 2जना साथीहरूबाट टाढिँदै गएँ। मलाई लाग्यो छोरी मान्छेको नाममा आमा र दिदी बहिनीले मात्रै मन पराउने केटाहरूसँग हिँड्नु भनेको मेरो लागि लाजमर्दो कुरा हो। पहिलो लभ भएकोले मलाई लाग्थ्यो पृथ्वी उनकै वरपर घुम्छ, ग्राभिटीले भन्दा बढी उनले मलाई तानिरहन्थिन्। एक दिनको कुरा हो, ऊ र म बसेर गफ गरिरहेको थियौँ। कुरै कुरामा हामीबीच एक अर्काको आफूलाई लाग्ने एउटा राम्रो र अर्को नराम्रो बानी भन्ने भनेर कुरा भयो। मैले पहिला तिमी भन भने, उनले भनिन् तिम्रो राम्रो बानी भनेको तिमी मेरो कुरा ध्यान दिएर सुन्छौ, तिम्रो नराम्रो बानी भनेको तिम्रो सङ्गत खासै गतिलो छैन भनिन्। हुन त मलाई पनि त्यस्तै लाग्थ्यो। अब मेरो पालो थियो उसको एउटा राम्रो र अर्को नराम्रो बानी भन्ने। मैले भने तिम्रो सबै बानी मनपर्छ मलाई, तर तिम्रो मुख छाड्ने बानी चाहिँ मलाई मन पर्दैन, जुन कुरा भन्न नहुने थियो। उनलाई लाग्यो म त टक्सिक रहेछु, आज मुख नछोड भन्नेले भोलि बोल्दै नबोल भन्न के बेर। अझ कालो पनि छ, दाइजो त पक्कै माग्छ होला। मेरो बाबुआमाले भने जति दाइजो दिएनन् भने यसले त जिउँदै आगो लगाइदिन्छ भन्ने सोचेर उनले मलाई ब्रेकअप दिन्। मेरो नाम पछाडि झुन्डिएको छेत्री थर उनले हेरिनन्। मलाई त्यो दिन थाहा भयो म गर्नेहरूले बाटो छेकेर कुट्ने मात्रै होइनन्, धोका पनि दिँदा रहेछन् भनेर।